श्रम स्वीकृतिको अनलाइन फारम सबमिट गरिसके पछाडि एप्रुभ भयो कि भएन भनेर चेक गर्नलाई आज सिक्नेछौँ। फेरि श्रम स्वीकृतिको वेबसाइटमा लगइन हुनुपर्नेछ, जहाँ सुरुमै देख्न पाउनुहुनेछ स्ट्याटस। स्ट्याटसमा यदि पेन्डिङ भए सबमिटेड भनेर देखाउँछ र रिजेक्ट भए रिजेक्टेड भनेर रिजन पनि रिमार्क्समा देखाउँछ। के कारणले रिजेक्ट भयो भनेर। यदि एप्रुभ भयो भने एप्रुभड भयो भनेर स्ट्याटस देखाउँछ। यसरी श्रमको अवस्था चेक गर्न सकिन्छ र प्रिन्ट गर्नलाई छेउमै रहेको प्रिन्ट स्टिकर बटनमा थिच्नुहोस् र प्रिन्ट गरेर प्रयोग गर्न सक्नुहुनेछ। यदि श्रमको अनलाइन फारम भर्ने भिडियो गाइड चाहिएमा स्क्रिनमा रहेको दायाँपट्टिको भिडियो हेर्नुहोला। धन्यवाद।